एउटा 71,000, एउटा भेरिएन्टको 66,000, 12 GB र्याम 256 GB इन्टरनलमा छ। दुईटा भेरिएन्टमा आएको छ यो फोन। तपाईहरुलाई आज एकदमै तपाईहरुले रुचाएको फोन, नयाँ आएको स्यामसङको फोनको यसको र्याम रोम स्टोरेज के छ, A56 5G, A56 5G को चाहिँ म तपाईहरुलाई विवरण यसको के छ, र्याम के छ, रोम क्या छ, अनि यसको स्टोरेज कति छ, अनि तपाईले किस्ताबन्दीमा कसरी लान सक्नुहुन्छ, त्यो सबै तपाईहरुलाई म बताइदिदै छु। मेरो भिडियो हेरेर साथ दिनु होला। नमस्कार सम्पूर्णमा। आज हामीले A56 5G को बारेमा चाहिँ तपाईहरुलाई यो भन्दा अगाडि पनि मैले बताइसकेको छु। यसको जानकारी फुल लिनु होला। ल हेर्नुस्, अब हामीलाई हाम्रो भिडियो हेरेर साथ दिनु होला। अब यसको पहिला सुरुको यसको र्याम कति हो म बताउन गइरहेको छु। र्याम 12 GB र्याम 256 GB इन्टरनलमा छ र 8 GB र्याम 256 GB इन्टरनल छ। दुईटा भेरिएन्टमा आएको छ यो फोन। भनेपछि तपाईलाई यसको अब म प्राइस पनि बताउन गइरहेको छु। हेर्नुस् है, यसको प्राइस कति छ भन्नु होला भने बजार मूल्याङ्कन एउटा 71,000, एउटा भेरिएन्टको 66,000। दुईटै भेरिएन्टमा हामीसित अवेलेबल छ है। र अनि यसको बजार मूल्याङ्कन त तपाईलाई बताइसके। क्यामेरा कस्तो छ म बताइरहेको छु तपाईलाई। क्यामेरा भन्नुहुन्छ भनेदेखि ब्याक साइड क्यामेरा चाहिँ तपाईको 50 मेगापिक्सलको रहेको छ। वाटर रेसिस्टेन्ट फोन छ। एकदमै राम्रो फोनको खोजीमा हुनुहुन्छ, एकदम ठिक्क प्राइसमा खोजीमा हुनुहुन्छ भनेदेखि चाहिँ तपाईले तपाईको बजेट अनुसारको बजेट फोन आइसकेको छ। यो फोन हो। यो फोन चाहिँ तपाईको बजेट अनुसार चाहिँ आइसकेको छ। अनि अर्को सुविधा छ, 71,000 मा तपाईले अर्को पनि सुविधा पाउनुहुन्छ यो फोनमा। के छ भन्नु होला भने तपाईले सरल किस्ताबन्दीमा पनि लान सक्नुहुन्छ। तपाईले सरल किस्ताबन्दीमा डाउन पेमेन्ट तपाईलाई 40% डाउन पेमेन्ट 28,400 रुपैयाँ मात्र डाउन पेमेन्ट गरेर तपाईले यो फोन लान सक्नुहुन्छ, आफ्नो बनाउन सक्नुहुन्छ। यसैगरी तपाईहरुलाई सबै फोन स्यामसङको चाहिँ 15,000 देखि 2,50,000 सम्मको फोन चाहिँ तपाईले सरल किस्ताबन्दीमा पाउनुहुन्छ। स्यामसङको चाहिँ हेर्नुस्, हरेक तपाईसित कम छ, कति छ बजेट, त्यही अनुसार बजेट अनुसारको तपाईले फोन पाउनुहुनेछ। वेलकम। बाको पसल हेटौडा बुद्ध छ 98 550 71 239।